हेलो साथीहरु, वेलकम ब्याक युट्युब च्यानल। मैले आज भिडियो बनाइरहेको छु धनकुटाको निशान भगवती मन्दिरमा। र म र नानी र उसको नानीको मामुसँग गइरहेको थिएँ र नानी कुदेको कुदै रमाइरहेको थियो। धेरै खुसी भएर कुदेको गरेर म चाहिँ लड्छ कि भनेर पछि कुदेको गर्दै थिएँ। यो हाम्रो धनकुटाको ऐतिहासिक मन्दिर हो। यहाँ बेलुका जहिले पनि सन्ध्या आरती हुन्छ। बेलुका 7 परेपछि यहाँ आरती सुरु हुन्छ र यहाँ धेरैजना मान्छेहरू पनि भेला हुनुहुन्छ र कहाँबाट धेरै नयाँ ठाउँबाट नयाँ अरू जिल्लाबाट पनि आउनुहुन्छ। यहाँ मन्दिरमा आफूले चाहेको कुराहरू पाउन इच्छा चाहनाहरू पुरा गरेर आउनुहुन्छ। मनोकामनाहरू पुरा गरेर धनकुटाको मुटुमा रहेको निशान भगवती मन्दिर एक धार्मिक आस्थाको केन्द्र पनि हो। यहाँ हरेक दिन आरती हुन्छ। आफूले अकल गरेको पनि आफू परिवारहरू खुसी बोकाहरू पनि लिएर अकल पुरा गर्नुहुन्छ। र यहाँ गरिन्छ। निशान भगवती मन्दिर यहाँ चाहिँ बेलुका 7 मा जहिले आरती देखाइन्छ। अब चाहिँ म फेरि आफै भिडियो बनाएर हेर्दैछु। आफू पनि भिडियोमा आउँदैछु। मेरो भिडियोमा धेरै माया सपोर्ट गरिदिनु होला। हेरिदिनु भएकोमा थ्याङ्क